फाइनली गाइड्स मैले चाहिँ जापानको एकदमै राम्रो कम्पनीबाट नाइते प्राप्त गर्न सफल भएँ भन्ने समयको प्रतीक्षामा छु है। आशाको किरणहरू त धेरै छ तर अहिले चाहिँ जापानमा एकदमै टाइट भएको कारणले गर्दाखेरि N2 छैन भने सुसुको गर्न नि एकदम गाह्रो हुन्छ भन्ने सुनेको थिएँ, त्यही भएर एकदमै गाह्रो भइरहेको छ है। सास भइन्जेल आस मार्नु हुँदैन भन्छ है। अनि त्यही आशलाई बोकेर म चाहिँ बिहान बिहानै एक निन्द्रा पनि नसुतिकन खाइसकेको सेचुमे खाइतर्फ लागेँ। आँखाले चाहिँ मिठो निन्द्रा खोजिरहेको थियो, तर त्यो निन्द्रालाई मारेर म चाहिँ भविष्यको उज्यालोतर्फ दौडेँ। म जस्तै भविष्यको उज्यालोतर्फ दौडिरहेको मेरो साथीहरूसँग ट्रेन स्टेसनमा भेटेँ। बाहिरबाट हेर्दा चट्टो सुटमा देखे पनि मनमा अनेकौं पीडाहरू लुकाउँदै हामी चाहिँ आफ्नो गन्तव्यतर्फ लाग्यौँ। कम्पनीको सेचिमेखाइ हुने स्थानसम्म पुग्नका लागि चाहिँ हाम्रोबाट अलिकति धेरै समय लाग्थ्यो, तर साथीहरू एकदमै रमाइलो पाराको भएको कारणले गर्दाखेरि होला त्यस ठाउँसम्म पुग्नका लागि धेरै समय लागेको जस्तो लागेन। हुन त सधैँभरि सजिलो बाटो खोजेर मात्र कहाँ हुन्छ र है, अप्ठ्यारो बाटो हिँड्ने पनि बानी गर्नुपर्छ जस्तो लाग्छ। लगभग 1.5 घण्टाको यात्रापछि चाहिँ हामी त्यो स्थानमा पुग्यौँ। अनि त्यस ठाउँमा चाहिँ सिन्कानसेन पनि चल्दो रहेछ है। अनि हेरेर एकदमै धेरै रमाइलो लाग्यो। अनि हामी बसिरहँदाखेरि चाहिँ एउटा परिवार आएर छेउमा बस्यो। लाग्यो कि यसको जीवन कति स्वतन्त्र छ है, खुल्ला आकाशमा जुनै ठाउँमा पनि उड्नु पाउँछ। अनि हामी चाहिँ हल्का ढिलो भइसकेको थियो है। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामी फेरि सेचुमेखाइतर्फ लाग्यौँ। अनि यो चाहिँ मेरो आजको लुक चाहिँ हल्का हेर्दाखेरि हिरो जस्तो देखिँदो रहेछ। पर साइडमा चाहिँ एउटा रोबर जस्तो थियो है, त्यो चाहिँ के हो मलाई पनि थाहा भएन। अनि मैले चाहिँ त्यसको क्लिप पनि लिएँ। अनि साथीहरू चाहिँ सबैजना फोटोहरू खिच्दै थियो है। अनि त्यो सेचुमेखाइ हुने ठाउँमा चाहिँ कतिवटा देशको झन्डा थियो है, तर सबैको नजर चाहिँ त्यही नेपालको झन्डामा चाहिँ अलिकति युनिक देखिरहेको थियो नि त। अनि त्यहाँ नजिकै चाहिँ उमी पनि रहेछ। अनि मैले चाहिँ सानो क्लिप पनि लिएँ। अनि हामी चाहिँ सेचुमे खाइसकेर एकदमै भोक लागेको कारणले गर्दाखेरि खाजा खानुतर्फ लाग्यौँ। अनि यो रेस्टुरेन्ट चाहिँ यो ठाउँको एकदमै धेरै फेमस रेस्टुरेन्ट है, एकदमै मिठो खानेकुराहरू पाउँछ। अनि यहाँ चाहिँ जाने बित्तिकै सुरुमै म्याङ्गो जुस दिनुहुन्छ है, यसको चाहिँ पैसा लाग्दैन, यो चाहिँ फ्रीमा हो। अनि हामीले चाहिँ जुस खाइसकेपछि हामीले खानेकुराहरू अर्डर गऱ्यौँ। यहाँ चाहिँ सेकुवाहरू पनि एकदमै मिठो पाउँछ है, नेपालकै टेस्ट हुन्छ, नेपालमै खाएको जस्तो फिल लाग्छ। अनि हामीले चाहिँ सबैजना मिलेर खान थाल्यौँ है, किनभने एकदमै भोक लागेको थियो नि त, रातिबाट कामबाट के पनि खाएको थिएन, त्यही भएर। अनि हामी चाहिँ खाजा खाइसकेर आफ्नो घरतर्फ फर्क्यौँ। अनि साथीहरू चाहिँ बबल टी खाने भन्यो नि त, अनि त्यही भएर घर नजिकैको स्टेसनमा झरेर बबल टी किन्नतर्फ लाग्यौँ। अनि फाइनली रातभरिको कामको थकाइ अनि दिनभरिको हिँडाइको थकाइको भारीलाई काखमा बोकेर घरमा आइपुग्यौँ। अनि यति भन्दै थ्याङ्क यू फर वाचिङ दिस भिडियो।